सक्यो अनि मेरो साथी चाहिँ जसको बिहे हुँदैछ उ पनि अस्ट्रेलियाकै हो अनि जुनलाई पिक गर्यो अब उसलाई थाहा छैन म पनि आएको छु भन्ने मेरो उसलाई शङ्का छ होला अहिले मैले सोच्छु तर आइ एम भेरी नर्भस किनकि सरप्राइज दिनलाई त अलिअलि नर्भस र एक्साइटेड हुनु पऱ्यो तर केही छैन रोजी काम डाउन अब गो इन द टोइलेट जुन अलरेडी टेक्स्ट मी सी गना बी हियर सुन एन्ड देन वी गना सो यु द के भन्छ अरे एक्सप्रेसन हाउ सी गना रियाक्ट त्यो एक्सप्रेसन चाहिँ यस्तो अमूल्य हुन्छ कि लाइक लाइफ टाइम रिमेम्बरेन्स हुन्छ वा न्युजिल्यान्डदेखि फोटो पनि नखिचिकन स्टोरी पनि नखिचिकन यस्तो सिक्रेटली आएको नि ओ माई गड आइम प्रिटी मच भेरी एक्साइटेड टु सो यु गाइज जस्ट किप इट वाचिङ Welcome to Nepal. Thanks for coming to my wedding. I love you. Welcome to Nepal. You can come a bit near. It's really far. Really disrespectful. Oh my god, Rosie, surprise. हामीलाई सरप्राइज दिन आउँदैन बल्ल मेरो बिहे आए जस्तो भयो यो त स्टार्टिङ मात्रै हो बिहे त अझै अरु के छ लाग्यो बल्ल बिहे आए जस्तो भयो बेहुली जस्तो पनि छैन म बल्ल मेरो साथीहरु ढुन बाकी खुसी खुसीको आँसु हो नि बल्ल मलाई बिहा लागे जस्तो भयो आँसु सेभ गर्ने हैन हैन मलाई चाहिँ यो चाहिँ आउने चाहिँ थाहा भइसकेको थियो कता एलेन ढाटी थियो के फेरि त्यो त खै टिकट काट्छु भन्ने थिए आउँदिनी के अनि तैँले पनि रेस्पोन्स नै गरि थिइस् नि त मेरो मेसेजहरु नो रेस्पोन्स इज अ रेस्पोन्स भन्ने अनि मैले यसले मलाई बाल दिनी ठिकै छ भने मनी आएर बिजी भयो अहिले फोन चाहिँ गर्छु भन्ने थिएँ मैले भ्या थिएन त्यस्तै भयो त तर आई एम सो सरप्राइज के रे त लास्ट दुबई थियो ए ओ माय गॉड सेक्सी मोडल अब त मोडल क्याटवाक गरे हुन्छ हैन मोडलिङ पहिले मोडल जी मान्छ त अनि जहिले यसले त घरमा पर्यो तैँले मलाई नराम्री भइसिस भन्छिस् होला भन्ने थिएँ नराम्री नै भइसिस कति Welcome to Nepal. Thanks for coming to my wedding. I love you. Welcome to Nepal. You can come a bit near. It's really far. Really disrespectful. Sit. Classy. Khatra vlog. This is the second day in Kathmandu and I'm pretty much ready. This is my outfit for today. हजुरलाई मैले अहिले राम्रोसँग देखाउँछु होला अनि हामी चाहिँ अब मेहेन्दीमा जानु थालेको अनि हाम्रो आउटफिट चाहिँ यही हो and we are very excited to show you like हातमा मेहेन्दी लगाउनको लागि मेरो हात चाहिँ खाली छ म हजुरलाई रिजल्ट देखाउँछु अनि I'm pretty much excited to see सुजन कस्तो देखेछ भनेर अनि अहिले चाहिँ 12-1 बजिसक्यो अनि खै देख्छ यो राम्रो देखेछ मै देखेछ क्या बेहुली छ भए लगाउदिन सो या अहिले चाहिँ हामी दरबारमा गइसक्यौँ दरबारमाबाट हामी बानेश्वर जाँदै एन्ड आई लभ नेपाल आफ्नो घरमा आउँदा चाहिँ वी आर ह्याभिङ सो मच फन जता हेरे पनि यस्तो रमाइलो लागिरहेको छ अनि काममा पनि जानु परेको छैन केही पनि आएर पनि परेन आइ एम इन्जोइङ माई होल डे जस्ट सेकेन्ड डे भयो तर आम गोना मेक मोस्ट अफ इट अब चाहिँ हामी मेहेन्दीमा गएर हजुरहरूलाई हाम्रो मेहेन्दीमा आज रङ्गेको चङ्गेको सजेको देख्नु होला हामी चाहिँ आज मेरो साथीको बेस्ट फ्रेन्डको मेहेन्दीमा जाँदैछौँ हामी चाहिँ एकदमै एक्साइटेड छौँ किनकि हामी चाहिँ यस्तो सजिएर हामी चाहिँ हातमा मेहेन्दी लगाउनुको लागि अनि अहिले चाहिँ हामीले चाहिँ फ्लावर्स दिनुपर्ने छ त्यही भएर खोजिरहेको छौँ जहाँ पाइ कार पार्किङ गर्नु मिल्दैन अहिले चाहिँ दिउँसोको 12 बजिसक्यो एन्ड यहाँको टेम्परेचर चाहिँ त्यस्तो गर्मी पनि छैन एकदमै राम्रो छ रिल्याक्स हुन्छ एकदमै गर्मी लागेन लाइक न्युजिल्यान्डमा जाँदैछ नि त त्यही भएर एन्ड आई एम ह्याभिङ सो मच फन एन्ड किप वाचिङ माई भ्लग टिल पनि हात पनि पुरै खाली छ होइन अनि आई एम प्रिटी मच एक्साइटेड टु सी माई फ्रेन्ड आई थिङ्क सी गोना लुक सो प्रिटी अनि आफैले मेकअप गरे हो सो त्यति राम्रो त भएको छैन बट वी ट्राइड आवर बेस्ट छिटो गर्दाखेरि अनि कपडा पनि यताको उता भइरहेछ एन्ड हामी चाहिँ नेपालमा रमाइलो गर्नेछौँ बब्बाल हजुरहरूले चाहिँ हेर्दै गर्नु ल It's gonna be fun this time, very fun. And today, रेडीमेड छ आइपुग्न थाल्यौँ काठमाडौँमा चाहिँ यति धेरै ट्राफिक छ जाम छ एउटा ठाउँबाट अर्को ठाउँमा जाँदा हामीलाई आधी घन्टा लाग्यो एन्ड देन हामीले चाहिँ बाटो पनि पहेँलो गराएर गएछौँ ट्याक्सी नै पहेँलो भन्छौँ येलो लुगा लगाएर सो दिस इज माई फेभरेट कलर अहिले चाहिँ एन्ड देन I'm super excited to see my friends how she gonna look. हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ सो अझै यहाँबाट 1 मिनट लाग्छ देन काठमाडौँमा चाहिँ धुलो ट्राफिक गर्दा आधी घन्टा अगाडि निस्किनुपर्छ 1 घन्टा अगाडि अनि त्यसपछि
चिटिक्क परेर लेट्स गो एन्ड सी माई फ्रेन्ड टुडे। सो सजिएर रङ्गिएर हामी चाहिँ ट्विनिङ गरेर अनि बाटो नै उज्यालो गराएर ट्याक्सी नै उज्यालो गराएर सो दिस इज आउटफिट फर टुडे। अझ हजुरलाई मैले फुल आउटफिट देखाउनु छ, मेरो भिडियो हेर्दै गर्नु होला। एन्ड आई लभ वेयरिङ लाइक नेपाली ड्रेस लाइक टिकी, त्यसपछि कानो झुम्का एन्ड त्यस्तो घाँटीमा। अनि यो ट्याक्सीमा हामी चाहिँ अब आइपुग्न थाल्यौँ एन्ड यस्तो एक्साइटमेन्ट भन्छ कि नेपालको होलिडे ट्रिप। दिस इज द डे 2nd एन्ड हजुरहरूलाई चाहिँ मैले अब यो होल ट्रिप देखाउने कोसिस गर्छु, तर होलिडे आई निड टु रेस्ट एज वेल। सो या लेट्स गो एन्ड सी माई फ्रेन्ड्स लाइक वाट सी इज डुइङ। सी मस्ट बी वेटिङ। अघि नै 12 बजी आइज भनेको 2 बजिसक्यो नकल पार्दा सो या सो फाइनल्ली हियर। यही हो, यतै नजिकै होला, यही हो। यति अगाडि हजुर जस्तो लाग्छ, यति अगाडि रहेछ। लजाऊ कहाँ छ? अरू खै त के गरायो त जस्ता सके आएर पनि आइ एम जस्ट रिल्याक्सिङ एन्ड दिस इज द डेकोरेसन एन्ड इट्स जस्ट अ पिङ्क कलर, इट लुक्स सो गुड। अनि यहाँबाट भित्र चाहिँ सो रिलेटेड not